सबैजनालाई नमस्कार। जय गोरखनाथ। अनि जोरले हिजो मात्रै माया संक्रान्ति सकियो। माया संक्रान्ति ठिकठाकै भयो हाम्रो त। तपाईहरुको कस्तो भयो कमेन्ट गर्नु होला। हिजो हाम्रो चाहिँ 30 घर जति हामी यहाँको चाहिँ आफ्नै समुदायका मान्छेहरू थियौं। पिकनिक गइयो, रमाइलो भयो। भिडियो त अलिअलि चाहिँ बनाइयो, खासै भिडियो बनाउन पाइएन। आफै व्यस्त भइहाल्यो, गेम सेम खेल्दा खेलाउँदा यताउता गर्दाखेरि पकाउँदा व्यस्त भइयो। त्यही सुँगुरको मासु, हाम्रो कालो च्वाचेको सुँगुरको मासु ल्याइएको थियो एउटा सिंगै सुँगुर नै। त्यहीबाट अलिअलि उब्रेर 1.5 केजी 1.5 केजी जस्तो अलिअलि घर घरमा भाग पुर्याइएको थियो। त्यही राखिएको थियो। अहिले चाहिँ त्यही पकाउन लागेको म चाहिँ। ल भिडियोलाई अगाडि बढाउन चाहे। लगभग कराई तातिसकेको छ। हल्का तेल हालेको। खास सुँगुरको आफ्नै तेल हुने भएर चाहिँ मैले थोरै मात्र तेल हालेको। यहाँ चाहिँ सुँगुरको यो चाहिँ प्योर च्वाचे, यो 3 पिस मासु यहाँ छ। बोसोवाला मासु, यो 3 पिस मासु छ। अलिअलि रातो मासु, बोसो च्वाचेको यही नै हो खासियत भनेको। ल कराई तातिसकेको छ, तेल बाफ उड्न थाल्यो। भिडियोलाई मैले अगाडि बढाउन चाहे। लगभग तेल तातिसक्यो। यति तेल तातिसके पछाडि तेजपत्ता र खुर्सानी चाहिँ यसो फुराउन मन लाग्छ मलाई चाहिँ। यो तेजपत्ता खुर्सानी सर्र फुराइदिउँ। मेथी खासै पुराउनु झ्याउ लाग्छ मलाई चाहिँ। तेजपत्ताहरू नै ठिक लाग्छ। ओभर हिट भइसकेको रहेछ भनेपछि मासु पनि खनाइदिउँ। मासु चाहिँ यति छ क्या, झ्याप्पक देखेछ नि। यो वाला प्योर कालो च्वाचे। अझै धेरै आगो तातेको बेसी भएछ, हल्का कम गराइदिएको। अहिले फेरि बल्दै बसेर आएको छ। हाम्रोतिर चाहिँ यसलाई ढुङ्ग्रो भन्छ क्या। त्यता तपाईँहरूकोतिर के भन्छ कमेन्ट गरौँ गाइस। ल ढुङ्ग्रो, यसलाई चाहिँ चिम्टा भन्छ क्या। पहिला सैला टिप्न काम लाग्छ। चिम्टा ढुङ्ग्रो। यो लगभग 1.5 केजी आसपास भएको थियो यो। 1.5 केजी। ल एकछिन वेट गरौँ अब। नुन पछि पनि हालिन्छ, तर अहिलेको लागि चाहिँ फर्स्टमा हल्का मासुले यो तेल र पानी छोड्नुभन्दा अगाडि यो थोरै नुन हाल्यो भनेदेखि यसले अझै राम्रोसँग चाहिँ पानी छोड्छ। त्यही भएर म चाहिँ पकाउँदाखेरि सुरुमा थोरै नुन हालेर एकछिन चलाउने मेरो चाहिँ बानी छ। त्यसरी गर्दाखेरि च्वाचेको भोट लाग्यो। थोरै नुन हालेर एकछिन चलाइदिएपछि यसले आफ्नो तेल पानीहरू छोड्न थाल्छ। त्यो भएपछि राम्रोसँग भुटिन पाउँछ। बोसो पनि थुप्रो खाएको बोसो आमामा बोसो फल परेको बोसो रहेछ। ढुङ्ग्रोको त यही हो, सुँगुरको चाहिँ मासु बोसो हो। एक प्लट यति गरेर छोपिदिएपछि यसले आफ्नो चाहिँ पानी छोड्न थाल्छ। त्यस पछाडि बल्ल यसले पानी छोडेपछि राम्रोसँग भुटिन्छ। बल्ल लगभग 5 मिनट जति भयो मासु गइरहेको। अघि नुन हालियो पनि हल्का, तर ब्रोइलर कुखुराको मासुले त एकदम नुन छोड्यो, पानी छोड्दियो। यसले नि हल्का छोड्न त छोडेको छ होइन, छोडेको छ। तर मैले सोचेको चाहिँ छोडेको छैन। यसले अझ धेरै छोड्छ जस्तो लागेको छ मलाई। यसले हुन त छोड्नै छ होला, छोडेको छ टन्नै।
यो फ्रिजमा राखेको 2 दिन जति फ्रिजमा राखेको मासु हो, त्यही हावार नि होला सायद। अझै खोल्नै बाँकी छ कि त। ठिक छ, एकछिन भुटौँ। एकचोटि नुन चाहिँ हालियो। अब यो चाहिँ थम्बनेलको लागि क्लोज सट है त। ल मजाले मासु पड्किन थाल्यो। एकछिन पछि हाल्नु केसारहरू, फेरि नुन एकलट हाल्नै छ। मासु चाहिँ मजाले फ्राई हुन थाल्यो। अब बेसार, हल्का बेसार हाल्दिउँ। यति भयो भने पुग्छ होला बेसार। एकछिन चलाइदिउँ। आगो अलि हिट बेसी भयो जस्तो लाग्यो। आगो हल्का घटाइदिउँ। तेल पनि थोरै घटाएर फाल्दिएँ मैले त। अब यति छ। यति चाहिँ गोलभाडा सरोभेलामा ग्रेभी बनाउन पनि चाहिन्छ। यति भयो। अब फेरि नुन चाहिँ थोरै हालेर अरू हाल्दै गर्नु। अब अघि थोरै नुन हालेको थिएँ, अब यति हाल्छु। नुन फेरि कम भयो भने थप्न मिल्यो, बढी भयो भने थप्न मिल्दैन, घटाउन मिलेन नि त। त्यही भएर नुन चाहिँ सकेसम्म थोरै नै हालौँ। मजाले गोल्डन ब्राउन भएको छ यतिको। छ मासु चाहिँ ल यत्तिकै खान नि मिल्ने खालको क्या। यसमा आउँछ रायो साग नै हाल्ने एकछिनमा। ल मासु चाहिँ दामी भयो। अब प्याज पनि हालिदिउँ होला। एकछिन मात्रै छ प्याज चाहिँ। प्याज मेरो हल्का नाकेश्वर पनि आइरहेको होला। मलाई रुगा लागेको छ। 3 दिन जति भयो यस्तो रुगा लागेर चिसोले। के गर्ने, चिसोमा ट्राभल गर्नु पऱ्यो, यताउता हिँड्नु पऱ्यो। ल मासु भनेको मासु नै हो। ल दामी मासु चाहिँ यत्तिको फ्राई भयो। प्याज पनि लगभग ट्याक्क गलेको छ। यो चाहिँ जिरा, धनियाँ, त्यसपछि लसुन, अदुवा र डल्ले खुर्सानीको पेस्ट हो। हालिसके पछाडि मजाले चलाएपछि बास्ना त हरर खालिहाल्छ नि। यति भएपछि चलाउन थाल्यो। ल ट्याक्क बास्ना चलाउन थालेको छ। बास्ना चल्न थाल्यो बल्ल। 12 मसला 1 लसुन भन्छ नि। लसुन हालेपछि त फ्लेभर त अर्कै हो क्या। लगभग मसला हालेको एकछिनमा गोलभेडा पनि हालिदिउँ। गोलभेडा हालेर एकछिन चलाइदिउँ। त्यस पछाडि आफ्नै बारीको हुन्छ गोलभेडा ट्याक्क गलेपछि हामी एकछिनमा साग हाल्नुपर्छ लास्टमा। त्यस पछाडि मासु कम्प्लिट। ठिक छ, मासु लगभग रेडी भयो होला। गलेछ लगभग। ट्याक्क रेडी भएछ। मासु चाहिँ अलमोस्ट डन भयो।
लगभग रेडी भयो। अब यसमा चाहिँ साग हाल्यो। साग छ, साग खास सिँगै पत्ता हाल्नु पर्ने हो। रायो साग यो छ। सुँगुरको मासुमा साग हाल्यो भने चाहिँ त्यसको बोसो चाहिँ सागले काट्छ भन्छ क्या खास। सुँगुरको बोसो चाहिँ चिल्लो। अनि त्यही भएर नि कसलाई मनपर्छ कमेन्ट गरौँ है गाइज। सुँगुरको मासुमा साग हालेको चाहिँ मेरो चाहिँ लगभग फेभरेटै हो। कमेन्ट हाल्नु गाइज। सुँगुरको मासु विथ साग अलमोस्ट पाकिसकेको छ। मासु कम्प्लिट पाकेकै हो। लास्टमा साग हालिदिएको। यति गरेर 2 मिनट छोपौँ। अनि त्यस पछाडि मासु पाक्यो। मासु चाहिँ अलमोस्ट डन नै भयो। साग पनि पाक्यो। मजाले पड्किन थालिसक्यो। मलाई चाहिँ पानी हाल्नै मन छैन। हल्का पानी हालेर मसला टाँसिन्छ उक्किन्छ होला किन त। साग ट्याक्क भयो। थोरै चाहिँ पानी हाल्नु कि जस्तो नि लाग्यो चाहिँ यो टाँसेको मसला उक्किन्छ नि त। किनारामा टाँसेको आगो चाहिँ घटाइदिएको। मैले लास्टमा मासु पाक्ने बेलामा आगो घटाएकै ठिक लाग्छ क्या मलाई चाहिँ। मासु 3 पिस। के चाहियो ठिक छ। जाडो नदिइसक्यो। दाल छैन, मासु छ साथमा 3 पिस। लगभग मासु इज अलरेडी डन। लास्टमा धनियाँले सट्ट फिनिसिङ गरिदिएपछि कोरिएन्डर नै हाल्छ जस्तो लाग्यो है धनियाँलाई इङ्ग्लिसमा। मासु पाक्यो। कम्प्लिट छोड्यो मैले चाहिँ। ल सक्यो। यो चाहिँ अघिको पकाएको मासु हो। चाहन्न भनेर यसो होइन कुन चाहिँ वाला यो 3 पिस वाला खाइदिउँ न त। ल ओइ धम्दै खसेको। अर्को यो पनि खायो झुन्डेको। ल म चाहिँ अब हात धोएर ढेँडो पकाउनु थाल्नु पर्यो। ढेँडो र सुँगुरको मासु खाइदिनु आज। ल फेरि पनि स्वागत छ सबैजनालाई। यो चाहिँ अघि बङ्गुरको मासु सुँगुरको मासु बङ्गुर भनेछु कालो प्योर चाँचेको मासु पाक्यो। अब चाहिँ मासु र ढेँडो खाने कार्यक्रम भएको भएर मकैको च्यालाको ढेँडो खाने कुरा भयो। हाम्रोतिर चाहिँ कोदो अलिक कम पाउने भएको भएर प्रायः मकैकै हुन्छ क्या ढेँडो चाहिँ। अलिकतिर चाहिँ कोदोको अनि फापरको यस्तो हुन्छ। तिर चाहिँ मकै बेसी हुनु भएको भएर मकैकै हुन्छ। भर्खर हाल्यो के अरे एकलट यसलाई फर्किन दिउँ मजाले। अनि बिस्तारै गर्दै पकाउनु पर्छ। ठिक छ ल। आज घर बसेको दिन
मासु र ढेँडो खाइदिउँ न गाइज हैन कसलाई मनपर्छ कमेन्ट हाल्नु गाइज कमेन्ट मासु ढेँडो यतिको टाइट भएपछि चाहिँ लगभग अहिले हालेको च्याख्ला पुरै गल्यो हैन अब चाहिँ पिठो हाल्दै खेलाउँदै यसलाई ढेँडो बनाउने प्रोसेसमा लाने यतिसम्म मात्रै भएकोमा चाहिँ खोलै भन्छ जस्तो लाग्यो मलाई खोलै अब यसरी कोदोको पिठो हालिदिने अब हाल्दै अहिले यति हालौँ अहिले एकछिनमा बिस्तारै थपौँला यति हाल्दै उता लागेर मलाई फेरि यस्तो बनाएर त्यसरी हाल्दै खेलाउँदै एकजना साथीले हो के अरे कोदोको ढेँडो बनाएको छु भिडियोमा गरी भयो भन्दै हुनुहुन्थ्यो तर के गर्नु यता यस्तै पाउँछ अझै पाउँछ त्यही बनाउनु पऱ्यो कहाँबाट फापरको पिठो पाउनु र फापरको बनाउनु जे पाउँछ त्यही बनाउनु पर्ने देखियो नि जे भयो खाना त मिठो हुन्छ के अरे देखिँदाखेरि चाहिँ अलिक अफवर्ड देखियो भन्दै हुनुहुन्थ्यो मलाई चाहिँ ठिकै लाग्छ तर अलिक पहिलोचोटि खाने मान्छेहरूलाई मकैको च्याख्लामा कोदोको पिठो हाल्दाखेरि अलिक फोहोर जस्तो देखियो भन्दै हुनुहुन्थ्यो ठिक छ अब बिस्तारै एकछिनपछि फेरि थप्नु यसरी नै गर्दै गएर त्यहाँ टाइट हुन्छ रेडी छ कसैले चाहिँ गिलो खानेहरूले यतिको नै खान्छन् होइन र हामी चाहिँ थोरै टाइट खाने भएर थोरै थपौँ अब ल यति भएपछि पुग्छ होला मुभी पिठो आफै क्यामेराम्यान आफै काम गर्ने भएपछि एकदम गाह्रो यो ढेँडो पकाउनु चाहिँ ढेँडो पकाउँदाखेरि प्रायःले यस्तो चोके बनाएर चोके ठेलेर अड्डाएर गर्ने चलन छ तर यहाँ चाहिँ आफै गर्नुपर्ने भएर अलिक राम्रोसँग यसलाई चलाउनै पाइएन क्या लगभग ढेँडो चाहिँ रेडीमा आगो घटाइदिएको छु अब पाकिनु लागिसकेपछि आगो धेरै छर्को लगाएर पनि हुँदैन फेरि अब यसलाई नै यसरी नै चलाइरहने खेलाइरहने नै हो यहाँ धेरै गर्न आवश्यक छैन लगभग अब एकछिनमा रेडी हुन्छ ढेँडो चाहिँ यत्तिको टाइट भएपछि ल भाँडामा त्यो लाग्नुबाट ट्याक्क आफै उठ्छ कि यसरी ट्याक आउने भएपछि अलमोस्ट डन भन्ने बुझिन्छ ल ढेँडो लगभग पाक्यो अब खाइदिनुपर्छ यसो घर बसेर दिन कहिलेकाहीँ खानु पर्यो नि त डाइट ल ट्याक्क पाक्यो आगो पनि निभाइदिउँ यति भएपछि पाक्यो ल अब एकछिनमा खाने ल खाना चाहिँ रेडी भयो ढेँडो अचार दाल सुँगुरको मासु 3 पिस साग अलिक बेसी भएछ क्या मासु डल्लै ल रेडी